यो गुल्मी जिल्लाको डरे खोला हो। यहाँ पुल बन्दै थियो। यो ठुलो समस्या गुल्मीको हो। खै अब यो पुल पनि सक्सेस होला जस्तो देखिएन आजको। अरू विकल्प पनि माथिबाट नि खतरा छ। तलबाट खै यो पुलको पनि सम्भावना रहेन। यो खत्तम भयो। यसलाई बरु यसको सही माध्यम भनेको सुरुङ मार्ग यो खोलो जतिलाई अलि परबाट गरेर सुरुङ मार्गबाट रोड बनाउने हो भने सबभन्दा राम्रो हुन्छ मेरो इन्जिनियरमा। बाहिरबाट हेर्दाखेरि यसो विचार गर्दा यहाँ पुलको सक्सेस यो पुल सक्सेस हुनेवाला छैन। झन् पहिला भन्दा झन् खतरनाक तरिकाले आएछ त। यसलाई त परबाट सुरुङ मार्ग गरेर ठ्याक्क यो खोलो कटाएर सुरुङ मार्ग निकाले पार लाइफ टाइमको लागि राम्रो हुन्छ। नभए अरू उपाय यसमा छैन। ल केपी बा यही बेला हजुर पनि अब हुनुहुन्छ। सुरुङ मार्गको स्टार्ट गर्ने तपाईँ हो। यो इन्जिनियर गोकर्ण विष्ट, प्रदीप गेवाली, चन्द्र भण्डारीसम्म यो मेरो कुरो पुगोस्। यसलाई अन्डरग्राउन्ड गरेर सुरुङ मार्गबाट हुन्छ। यो पुलबाट यो सक्सेस हुन्न। पैसाको सत्यनाश मात्रै हुन्छ। सत्यनाश कति भइसक्यो। ल यही भन्नलाई हस् त, धन्यवाद।